त्यो बोकेर ल्याऊ हैन 59 भइसक्यो दिए लिएर आउनु 59 भइसक्यो सलाई वाला दिए Happy धन्न झ्यालगुला रहेछ Happy birthday to you. Happy birthday, Dad. Happy birthday. के कहानी सुना रे सारा साथीकालाई मैले के गुटु कथा दाइ आफै पुरानो दिमागमा बोकेर केक पनि एकदम एपिक छ हाम्रो चाहिँ ह्यापी बर्थडे जेठो दाइ अनि भाइ रे भाइ चाहिँ किन भनेर दिदीले भने अरे त्यो अनि यहाँ मामा र बुढोले ल्यायो भन्थ्यो त भन्नु गाडी कसरी अघि गाडीको त तल भन्नुपर्छ गाडी आयो होइन उसले गाडी चला होइन अनि हामी सानो मैले गाडी त उकालो गन्धन भइरहेको हाम्रो किस्तारी आइछ भने त किस्तारी हुँदैबाट भाइको दैले एउटै बोल्दै भाइ त्यो पुरै त्यो के रे हात्ती सारो तिमी माइजूको मालोट फोटो खिच्नु बोकिरहेको छ मामाको त ल मामाबाट खिच्नु चक्कु होइन ओइ धेरै लामो भएन यो त यो फुटेजको तलबाट माथि आउँदा धेरै लामो हुन्छ त फेरि काटौँ चुम्मै नजला मेरो बिराज बस्नु न ओके छ त ए मामा हजुरले आज हाम्रो भोलि आज ल काटौँ न बर्थडे किन हिजो हाले अरे कि सबैलाई थाहा हो सन्त्रीमा भनेको एक दिन पहिला Happy birthday to you. Happy birthday to you.
Ladies first. Ladies first, okay? ए म पनि आइसके भर्खर बनाइदिएको थियो एउटाले। घरमा जाने बेलामा हार्मोनी आइसेन भनेर। मम्मी देखाएर आउँदैछ कि उसले पाले सबको रोल अनुसार दिदीको पालो कत्रो थियो Happy birthday to you. Happy birthday to you. Sweetie त त्यता आऊ आऊ भनेर थिए स्विटी भुगे के गर्नु त्यो भुगे के गर्नु हामीलाई हामीलाई त कोही उठ्यो कि भन्ने सोच्दा दाइ माथि माथि दाइको पालो दाइको पालो सगुन के Happy birthday to you. बस बस Happy birthday. एउटा चाहिँ स्प्रे Happy birthday to you. दाइलाई त्यो ह्यापी बर्थडेको सँगसँगै स्प्रे पनि दिएको भयो त दाइ मेरो पालो मेरो पालो पहिला सुरुमा को छिरे यस्तो रागा लिएर छिरेर ह्यापी बर्थडे भन्छ यो छिरे त चोर स्टाइलमा छ त लाइटर हो ल त्यो Happy birthday to you, dear Dai. पालो खाइसक्यो कान्छुले मलाई केक बढी भयो सारा मामाले दिसिन्छ पहिला शाहरुख पालो मलाई